म चाहिँ विनिता बिन्दु ढकाल अनि हाम्रो साथीहरू हुनुहुन्छ उहाँ उपमा काफ्ले, ममता चिमरिया, हेमन्त विक, अक्षर काका, दिनेश गौतम, सरू थापा अनि पुरुषोत्तम पोखरेल अनि शिव लुइटेल। हामी चाहिँ मैले अघि उहाँलाई भनिसकेँ, यहाँ कस्तो रहेछ भने सुरुमा वैशाख 12 गते भुइँचालो गएपछि त्यो 13, 14, 15 गतेदेखि नै एउटा हाम्रो प्रतीक प्रधान भन्ने सर हुनुहुन्छ, नागरिक दैनिक भन्ने पत्रिका थाहा छ नि है, नागरिक दैनिकको प्रधान सम्पादक हुनुहुन्थ्यो उहाँ त्यति बेला। अनि पहिला चाहिँ द काठमाडौँ पोस्ट भन्ने पत्रिकाको पनि हुनुहुन्थ्यो। त्यसपछि उहाँ चाहिँ हाम्रो प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकार पनि हुनुहुन्थ्यो। उहाँले चाहिँ उहाँको त्यो संस्था, त्यो प्रण नेपाल भन्ने संस्थाबाट चाहिँ भोलि पर्सिपल्टदेखि नै कोही पनि नपुगेको ठाउँमा खानेकुरादेखि लिएर झुलहरूदेखि लिएर चाहिने कुराहरू, औषधिहरू सबै बोकेर पुग्नु भएको रहेछ। उहाँ त्यसरी जानुभएको रहेछ। हामीले टिभीहरूमा चाहिँ हेरिरहेको थियौँ उहाँले गरेको कामहरू होइन, जानुभएको रहेछ। र उहाँलाई उहाँसँग सँगसँगै सहयोगी भएर उहाँसँग हेल्प गर्न चाहिँ हाम्रो उहाँ अक्षर काका पनि पुग्नु भएको थियो उहाँ। अनि गएपछि उहाँहरूले त्यति बेला त्यो सहयोग गर्नुभयो। त्यति बेला काहीँ कोही नपुगेको ठाउँमा पुगेर गर्नुभएको रहेछ। अनि त्यसपछि त अब बिस्तारै जाडो सुरु भयो होइन। जाडो सुरु भएपछि चाहिँ उहाँले लेख्नुभयो, एउटा यो इन्टरनेटमा चलाउने हुन्छ फेसबुक, ट्विटर भन्ने, त्यो कम्प्युटरमा चलाउँछन् के, कम्प्युटर मोबाइलमा चलाउँछन्। त्यसमा उहाँले के लेख्नुभयो भने सरकारले त जनतालाई वास्ता गर्न सकेन, सरकार आफै आफ्नो कुर्सीकै लागि लडिरहेछ भने हामीले केही सक्छौँ भने जति सक्छौँ त्यति पुर्याउन नपुगेको ठाउँमा भनेर उहाँले एउटा लेख्नुभयो त्यो ट्विटरमा। लेखेपछि त्यो उहाँले लेखेको कुरालाई म पनि गर्छु सहयोग भनेर अगाडि आएँ। उहाँले म पनि गर्छु सहयोग भनेर अगाडि आउनुभयो। उहाँहरू सबैजना हाम्रो साथीहरू हामी पनि गर्छौँ सहयोग भनेर अगाडि आउनुभयो। त्यो भएपछि मैले चिनेको मान्छे मेरो साथीभाइहरूसँग मैले भन्ने, उहाँहरूले चिनेकोसँग उहाँहरूले भन्ने गरेर गर्दा गर्दा त हामीसँग त धेरै जम्मा भयो के। पुरानो लुगाहरू, पुरानो भन्नाले एकदम पुरानो त होइन, जे भए पनि हामीले चाहिँ के भनेको थियौँ भने सफा, नच्यातिएको, नफाटेको त्यस्तो पनि दिनुहोस्, हामी पुर्याउँछौँ भनेको थियौँ। किनभने हामीलाई पो त्यस्तो हुन्छ, त्यहाँ चाहिएको ठाउँमा त त्यही लुगा पनि एकदमै नयाँ हुने ठाउँ पनि रहेछन् क्या। त्यस्तो ठाउँ पनि हामीले देख्यौँ। त्यस्तो ठाउँमा हामीले कति ठाउँमा पुर्याएर पनि आयौँ। आज हाम्रो यो 9 होला है काका, 9 ठाउँमा हो। हामीले आज यो 8 ठाउँमा योभन्दा अगाडि हामी गइसक्यौँ। यो 9 ठाउँ हो। यहाँ चाहिँ हामी कसरी आइपुग्यौँ त भन्दाखेरि मेरो भाइ यो हेमन्त विक भने तपाईँहरूको ज्वाइँ, तपाईँहरूको गाउँको ज्वाइँ रहेछ ऊ होइन। अनि उसले मलाई के भन्नुभयो भने म्याडम हजुरहरूले यसरी सहयोग गरिरहनु भएको छ, हाम्रो त्यो तौथली गाउँमा पनि लिएर जाउँ न अलिकति भए पनि, त्यहाँ पनि साह्रै सबै भूकम्पले भत्काएको छ, त्यहाँ पनि साह्रै पीडित हुनुहुन्छ, लिएर जाउँ भन्ने कुरा उहाँले राख्नुभयो। त्यसपछि मैले के भने ल त्यस्तो छ भने अबको चोटि नै त्यहीँ गइहालौँ भनेर अनि हामी यहाँ आएका हौँ। अब हामीले एकदम ठुलो कुरा त्यस्तो ऊ त हामीले केही पनि ल्याएको छैन। एउटा ब्ल्याङ्केट्स र ओढ्ने लिएर आएको छौँ, थोरै अलिकति अब राम्रै ल्याएछौँ। हजुरहरू अलिक एकचोटिलाई भए पनि न्यानो भइदिनुहोस्, हामी पनि खुसी हुन्छौँ, तपाईँहरू पनि खुसी हुनुहोस् है। भनेर अहिले म्याडमले भनिसक्नुभयो। छुट्याउने वातावरण चाहिँ उहाँहरूलाई त यहाँ थाहा हुँदैन को कस्तो भनेर। त्यसैले गर्दाखेरि हामीले को मान्छेलाई जस्तै अपाङ्ग, दलित अनि त्यस पछाडि एकल महिला भनेर हामीले आफै छुट्याएका छौँ। मैले अघि पनि भने तपाईँहरूलाई, हिजो विगतमा ल्याउँदाखेरि हामीले त्यसरी छुट्याएको थिएन। त्यो अचानक परेको कार्यक्रमले गर्दाखेरि हामीले त्यसरी छुट्याएका छौँ र त्यसलाई चाहिँ राम्रो सहज ढङ्गले ग्रहण गरिदिनु होला भन्ने हाम्रो आशा र अपेक्षा छ। र फेरि यो उहाँहरूले ल्याएर मलाई चाहिँ किन भन भन्ने त्यो नगर्नु होला। कस्तो मान्छेलाई दिने भनेर हामीले त्यो नाम पार्नु भएको छ। हाम्रो सामाजिक परिचालिका कोपिला श्रेष्ठले त्यो नाम तयार गर्नुभएको छ र त्यही नाम बमोजिम यहाँ हामी बोलाउँछौँ र त्यही नाम